ल बस ल सेवारो हजुर सेवाहरू नमस्कार ल यहाँ अब तपाईँको नाम चाहिँ एकचोटि मलाई भनिदिनुहोस् हर्कध्वज हर्कध्वज लिम्बू हर्कध्वज लिम्बू लिम्बू त्यही त तपाईँको यहाँ अलिकति अब आइतबारको दिन होइन त्यो अब अलिकति समस्या भएको कुरा चाहिँ अब घटना आयो होइन हजुर त्यसैले मैले चाहिँ अब यहाँ उहाँसँग थोरै कुरा बुझ्न खोजिराखेको छु अब के हुन्छ अब उहाँले बताउनु हुनेछ अब जस आइतबारको दिन ल तपाईँले अलिकति कति बेला जानुभयो होइन आइतबारको दिन 12-1 बजीतिर उता गएको थियौँ अनि यसो बजार घुम्दै गर्दाखेरि भेट तपाईँ एक्लै जानु भएको थियो कि म अरू म त एक्लै थिएँ आङसाङको गुरुम्बाङ भन्यो अरे अनि बाबैले लगेर बिहार दियो अरे एकछिन उहाँले भन्नुहुन्छ एकचोटि सुनौँ त पहिलो सम्माले उहाँ भन्नुहुन्छ तपाईँ के सुनिराख्नु के भने हजुर बजारको बिचमा भेट्यौँ भेटेपछि अनि मलाई बोलाएपछि म पनि बोलाएँ कहाँको भन्दाखेरि म रानीटारको गुरुङ हो रानी रानीटारको गुरुङ भनौँ अनि ए हाम्रो पनि तपाईँ आस्तरणीय हौ हाम्रो यासव रानी गाउँ भनेर मैले भनिदिएँ हजुर अनि त त्यति कुरा गर्दा गर्दै हामी सँगसँगै एकछिन हिँड्ने भयो होइन एकछिन त्यो बजारको कुरो म भन्दैछु कि हजुर अनि मास्टर आएपछि सो यता बाटोतिर आउँदाखेरि कागती थियो र कागती 100 रुपियाँको किनेँ हजुर अनि किनेपछि अब मेरो साथीहरू अगाडि त्यतिखेर सँगसँगै छन् उनीहरू मेरो अनि दोकानी पनि छ अनि त्यहाँबाट मेरो साथीहरू एकछिन अब एकदम यता साथीहरू कहाँ छ भनेर यसो हेर्दाखेरि पर छ भनेर मलाई देखायो उसले मेरो साथीहरू चिन्यो त्यो यता अगाडि जाँदा गएको केटीहरू ए त्यो अघि ग्रुप जानु ग्रुप भरे त फलो गरेर रहेछ नि त मान्छे अब त्यो ग्रुपिङ अरूपट्टिको अनि बात मार्दै जाँदाखेरि म एक्लै भएँ अनि त्यहाँदेखि यता ग्रुपिङमा आउँदाखेरि फेरि मलाई पछ्याएर आयो अनि लो अब म त घर जाने बेला अब यहाँ यी पत्र यहाँ यसो आउने बाटोमा ठ्याक्कै पुगेर म आइजानुलाई ठिक हुँदाखेरि उनीहरू फेरि बजार हामी जान्छौँ घर जाने बाटो देख्छ बाजे भनेर भन्यो त्यो नानीहरूले अनि देख्छु भनेर देख्छु भनेर उनीहरू उता गयो बजार लाग्यो म चाहिँ हिँडिहालेको होइन यो सिटीमा मास्टर चोकसम्म जाउँ भनौँ त्यही तिनीहरू